त्यो मलाई चाहिँ थाहा छ फेरि त्यो हजुरहरूले पुनर्जन्ममा राम्रो कर्म गरिदिनेछ त्यो भए जन्ममा चाहिँ मान्छेबाट जन्मिनु भयो अब मान्छेबाट जन्मिनु त भयो तर डक्टर हुनुभयो इन्जिनियर हुनुभयो पाइलट हुनुभयो वैज्ञानिक हुनुभयो राजा हुनुभयो प्रजा हुनुभयो नेता जनता सम्पूर्ण हुनुभयो तर पनि हजुरहरूको जीवन चाहिँ असार देखेँ क्या मैले चाहिँ किन भन्दाखेरि हजुरले शिवजी नै आँखाबाट दर्शन गर्न पाएन त्यही भएर आज चाहिँ हजुरको जीवन मैले सार बनाइदिन्छु त्यो कसरी भन्दा चाहिँ यो युगमा यही आँखाबाट चाहिँ देवादिदेव महादेव प्रकट भएर बसिरहनु भएको शिला म कैलाश पर्वत चाहिँ हजुरहरूलाई दर्शन गराउँछु अब हजुरहरूलाई चाहिँ झुक्कायो कैलाश भन्ने बित्तिकै डाँडा काँडा देख्ने बित्तिकै कैलाश भनेर झुक्कायो हिमाल देख्ने बित्तिकै कैलाश भनेर झुक्कायो पहाड देख्ने बित्तिकै कैलाश भनेर झुक्कायो हिउँ परिरहेको ठाउँ देख्ने बित्तिकै कैलाश भनेर झुक्कायो त्यो मान भनेको सरोवर देखाएर पनि कैलाश भनेर नासाका वैज्ञानिकहरू सम्पूर्ण मिलेर चाहिँ झुक्कायो तर अब म आइसकेँ अब हजुर झुक्किनु पर्दैन आजदेखि अब कैलाशको अर्थ चाहिँ के छ भन्दाखेरि के भनेको चम्किरहेको शिव लास भनेको ढुङ्गा अब चम्किरहेको शिव चाहिँ यहाँ देखिन्छ यो ढुङ्गा पनि हो त्यही कारणले सबैले कैलाश पर्वत जुन चाहिँ नेपालमै छ हिमालय पर्वत रानीको घर पार्वतीको पनि नेपालै हो हिमालय पर्वत राजाको घर कैलाश पर्वत पनि नेपालै हो भन्ने सन्देशका साथ अन्तिममा म प्रमाणित गरिदिन्छु हेर्नुहोस् है त्यो कुनै बनाएको होइन कुनै खोपेको होइन प्रकृतिमै प्रकट भएर बसिरहनु भएको नेपालको गौरव आदेश्वर कैलाश भनेको यही हो अब यहाँ चाहिँ हिमाली भेग भयो यो पहाडी भाग भयो तराईको फाँट भयो योदेखि चाहिँ हात्तीको आँखा भयो हात्तीको सुन यहाँ हात्तीको मुख यहाँ हात्तीको कान यति मात्रै हेरेन आधा टाउको हात्तीको फर्किरहेको देखिन्छ होला देख्यो अब हात्ती चाहिँ चिडियाखानामा काम लाग्छ चितवनतिर अब जङ्गलमा काम लाग्छ हात्ती चाहिँ अब यहाँ चाहिँ हात्तीको टाउको भन्नु नै गणेश भगवानको टाउको हो गणेश भगवानले चाहिँ सुरमा लुकाएर राख्नुभएको छ बायाँ साइड पार्वती माता बसिरहनु भएको छ दायाँ साइड बसिरहनु भएको छ उनीहरू पिता महादेव शिवजीको जट्टा भयो शिवजीको घाँटी भयो शिवजीको हात भयो शिवजीको मुख भयो शिवजीको आँखा भयो शिवजीको आधा फेस पार्वतीको आधा फेस उहाँको नाम चाहिँ अर्धनारीश्वर आदिशक्ति उमा महेश्वर गौरीशङ्कर शिव पार्वती धेरै नामहरू छन् अब यहाँ हुनुहुन्छ गणेश भगवान फेरि म चाहिँ मुसामाथि बस्नुभएको छ उहाँको बाणहरू चाहिँ मुसा हो यो गणेश भगवानको आँखा भयो गणेश भगवानको सुन यहाँ छ उहाँको बाणहरू चाहिँ सानो मुसा यहाँ छ ठुलो मुसा यहाँ छ र मुसाहरू टन्नै छन् अब यहाँ हुन्छ चिन्ह गाह्रो गाह्रै छ उहाँ हुन्छ गणेशको भाइ कार्तिकेय कुमार उहाँ चाहिँ मयूरमाथि उसिर्नु भएको छ उहाँको बाणहरू चाहिँ मयूर हो यो मयूरको चिन्ह हो अब यहाँ माथि उसिर्नु भएको छ शेषनाग गणेश भगवानको सिङ्गो हो त्यहाँ बसिरहनु भएको छ शेषनाग अब यहाँ कथा चाहिँ जुन चाहिँ हामी बच्चा बेला सुनेको पढेको बुझेको तर अहिले नठेरेको शिव र पार्वती शिव र पार्वतीले गणेश र कुमार गणेश दाइ कार्तिक कुमार भाइ उहाँ दुईवटा चाहिँ भन्नुभएको ब्रह्माण्ड पुरै घुमेर आउनु जो पहिला आउँछ उसलाई चाहिँ हामी एउटा बुद्धिमानी घोषित गर्छौँ यो सृष्टि चल्नुदार तिम्रो पूजा हुन्छ फर्स्ट भनेर बर्माज्यू छ नि उहाँले चाहिँ आदेश दिनुहुन्छ अब मयूरमाथि सवार गर्नु भएर कार्तिक कुमार तुलसीको दौडिहाल्नु भयो छिटै ब्रह्माण्ड घुमेर छिटो आउँला भनेर उहाँको त उनी पङ्गी छ हिँड्ने पङ्गी छ सम्भव छ उहाँले सही कुरा सोझो हिसाबमा तर बुद्धि खुलाउनु गणेशले उहाँको त उनी पङ्गी छैन उहाँलाई भागितै छ तर मुसा पनि बुद्धिमानी गणेश भगवान बुद्धिमानी उहाँले के भन्दा बुद्धिमानी भन्दाखेरि बाबुआमालाई नै आफूलाई ठुलो गार्जेन उहाँ जन्म दिनुभएको सृष्टिकर्ता सिर्जनकर्ता हामीहरूले अथवा उहाँले थाहा पाउनु पऱ्यो कि उहाँले नै सिर्जना गरेर सबैलाई चलाइरहनु भएको छ भन्ने कुरा गणेश भगवानले बुझ्नुभयो त्यस कारणले जति पनि सल्लाह लिन आउनुहुन्छ भगवानको गणहरूमा सबै शिव र पार्वतीसँग लिन आउँछन् अब विष्णु भयो कहाँ गाह्रो साह्रो पऱ्यो राक्षसलाई वध गर्नु पऱ्यो समस्याको समाधान कसरी भनेर विष्णुले गर्नुपर्ने अन्तिम इष्ट काम विष्णु भगवानले गरिदिने त्यहाँ पनि नसकेपछि शिवले गर्ने त्यहाँबाट नसकेपछि दुर्गा मारे गर्ने जुन चाहिँ गणेश भगवानले पार्वती शिवलाई परिक्रमा गर्नुभयो विजय प्राप्त गर्नुभएको युगदेखि पुगेर बस्नुभएको जुन चाहिँ मेरो सपनामा श्री विजय मल्लको सपनामा चक्रवर्ती राजाको सपनामा चाहिँ बारम्बार आउनु भएपछि हामीले दुई चारजना मिलेर उत्खनन गरेको देवादिदेव महादेवको वासस्थान कैलाशहरू भनेको हो अब त कार्तिक कुमार भाइ दोस्रो रिसाउनु भयो दुःखी हुनुभयो अब भाइले कसरी खुसी पार्ने भयो गणेश भगवानले धेरै चलाकी गर्नुभयो अथवा बुद्धि खुलाउनु भयो बुबा आमाले चाहिँ विजय घोषणा गरिदिनुभएको उनको माला अथवा तिम्रो कुमार तिमी त ब्रह्माण्ड गराएको तिमी सोझो कुमार नव कुमार भनेर भाइलाई दिएपछि कुमार खुसी गणेश खुसी पुरै परिवार खुसी कैलाशमा अब यहाँ के पाउँछ भन्दा त्यसको परिवारहरू निधन हुन्छ न जो ज्ञानहरू आउँछ कुनै पनि कामहरू हुन्छ कार्य सिद्ध हुन्छ र यो युगमा यही आँखाबाट देवादिदेव महादेव दर्शन पाउनु भएपछि मान्छेबाट जन्मेको सार हुन्छ अथवा महामुक्ति चाहिँ एकै सेकेन्डमा पाउने कैलाश हो भनेको पाउनु भएन कथा त बुझ्नुभयो होला यसले चाहिँ स्वर्गमा लुकाएर राखेको पार्वती शिव अर्धनारीश्वर आदिशक्ति उमा महेश्वर गौरी शिव पार्वती हुन्छ यहाँ चाहिँ गणेश भगवानको सुरमा चाहिँ मुसामाथि सानो मुसा यहाँ छ ठुलो मुसा यहाँ छ त्यो चाहिँ गणेश कार्तिक कुमार बसिरहनु भएको छ यहाँ चाहिँ शेषनाग बसिरहेको छ कथा अघि मैले भनिहालेँ शिव र पार्वतीले गणेश र कुमारलाई को बुद्धिमानको चलाकको सर्वश्रेष्ठ भनेको यही हो छोटकरीमा बताइदिएँ हजुरहरू बुझिहाल्नुभयो रोक्नु बस्नु